राष्ट्रसभाको सांसदहरूले राष्ट्र र राष्ट्रताको पक्षमा सिंहु बाघ हुँ भन्दै तपाईँका ठुला ठुला गर्जनहरू त्यो संसद भवनमा गर्जिएको तपाईँ हामीलाई थाहा छ। तर आज आएर मलाई के महसुस हुन थालेको छ भने हिजो हामीले बाघ भनेर 2 तिहाईको नजिक दिएर पठाएको त स्याल पो परेछ। स्याल पो परेछ। हेर्नुहोस् त हामी झुक्किएछौँ। नेपाली दाजुभाइ दिदीबहिनीहरू हामी झुक्किएछौँ। हामी त अल्गोरिदमको शिकार पो बनेछौँ। बाघ कि बाघ भन्यो, देशको सीमाको रक्षा गर्छु भन्यो, देश त काहीँ प्लट बनाउँछु भने, तर हामी झुक्किएछौँ। देश काहीँ प्लट होइन, देशलाई चाहिँ तपाईँको कतै कतै विलय बनाउँछु भन्ने खालको भित्री षड्यन्त्र पो रहेछ। र कम्तीमा सरकार बन्नु गइसके पछाडि सीमा समस्या के हो, सीमा तपाईँको अतिक्रमण के हो भन्ने कुरा बुझ्नुपर्छ नि। कम्तीमा सीमा अतिक्रमण भनेको सेना प्रहरी सारा बल शक्ति प्रयोग गरेर तपाईँ कसैको भूमि मिचिन्छ भने त्यसलाई चाहिँ सीमा मिचेको भनिन्छ क्या, त्यसलाई सीमा अतिक्रमण भनिन्छ। तर प्राकृतिक रूपमै नेपाल र भारतमा मात्रै होइन, संसारको तपाईँको अधिकांश चाहिँ बोर्डर जोडेको तपाईँको मुलुकहरूमा ती तपाईँको चाहिँ प्राकृतिक समस्याहरू आउने गर्छन्। तपाईँको चाहिँ भलबारी आउँछ, यताको जमिन उता मिसिनु जान्छ, त्यो भनेको प्राकृतिक समस्या हो, त्यो सीमा समस्या हो। सीमा समस्या र तपाईँको सीमा अतिक्रमण नितान्त फरक हो। यस सम्बन्धी सबैले तपाईँको चाहिँ हामी सचेत रहनुको निम्ति म अनुरोध गर्न चाहन्छु।